तीमध्ये केही कुरा मलाई लागेको हजुरको के छ कस्तो छ भन्ने कुरा त मलाई थाहा छैन। जहाँ कि मानिसहरूले जहाँ हाम्रो समाजमा मृत्यु हुन्छ त्यो मृत्यु भएको ठाउँमा हामी जान्छौँ र संवेदना प्रकट गर्छौँ भन्दै हुनुहुन्थ्यो। त्यो गर्दा चाहिँ हामीले के गरौँ भने कतिको चाहिँ थाहा छैन, त्यो संवेदनाको हामीले प्रकट गर्दा गर्दै केही आर्थिक पनि हामीले सहयोग गर्न सक्यौँ भने त्यसले चाहिँ अझै अर्को खालको मिनिङ दिन्छ। जति सक्छ संस्थाले 500, 1000, 1500, 1200, 1100 जति सक्छ त्यो गर्ने चाहिँ अर्को संस्थाले गरोस्। हुँदा गर्ने हो, छैन भने पुग्छ त्यो पक्कै पनि त्यो ठाउँमा हामीले पुगेका छौँ जस्तो लाग्छ। एउटा त्यो संस्थाले गरोस् भन्ने मेरो चाहना मात्र हो। तर मेरो चाहनालाई हजुरले इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने छैन। त्यो त बोर्ड छ, हजुरले बोर्ड इन्डिपेन्डेन्ट छ, बोर्डले सल्लाह गरेर सक्छौँ भन्ने कुराहरूलाई निर्धारण गरेर। अर्को भनेको चाहिँ जहाँ घटना हुन्छ हामीले जात धर्म के पनि नहेरौँ, हामी सबै भुल्ने छौँ। हामीहरूको कथा एउटै छ, व्याख्या एउटै छ, चाहना एउटै छ। गर्दाखेरि ऊ त्यो नभनेर हाम्रो है भन्ने हामीले प्रकारले हामी त्यहाँ गएर उपस्थिति जनाउँ र सकेको सहयोग के गर्न सकिन्छ त्यो गर्ने गरौँ। अर्काले कसरी मलाई हेर्छसँग सरोकार भएन, मैले कसरी हेर्छु, अरू संस्थाले हामीलाई के भन्छसँग सरोकार भएन। हामी समाजको लागि गर्छौँ भने हाम्रो नजरमा सबै समाजका सदस्यहरू एक हुनु हो। सबैलाई हामीले एक नजरमा र अर्को भनेको जिबिसिसीले गर्ने अब अर्को चाहिँ अब आउने मिटिङमा अथवा केही समय लाग्ला हामी क्लोराडमा कति भुटनिस छौँ त्यो डाटा पनि निकालोस् जिबिसिसीले। त्यसो भएपछि सबैले एउटा थाहा हुन्छ कतिजना छौँ, कोसँग सम्पर्क गर्दा सजिलो हुन्छ। अहिले हाम्रो समाज कति रहेछ, म कतिको सफल छु भनेर हेर्नको लागि मेरो समाज कस्तो छ, म कुन समाजबाट उभिएको छु भन्ने कुरा धेरै फरक पर्छ। त्यसले गर्दाखेरि हामी सबै सक्षम छौँ, हामी अगाडि बढिरहेका छौँ। व्यस्त समयको बावजुद पनि हामीले समाजलाई केही दिँदैछौँ भनेदेखि हजुरले गर्नुभएको एकदम सराहनीय छ। मैले आज कपिल भाइलाई भेटेँ यहाँ, गगन भाइ, हजुर त हाम्रो समाजको भविष्यको लिडर हो मेरो भाइहरू। हजुर त अगाडि आउनै पर्छ। हामी त बिस्तारो बिस्तारो रिटायर जस्तै बाबाहरू गुरुहरू हुनु भने त्यस्तै हामी रिटायर हुन्छौँ। के थियो भनेदेखि म कुन समाजमा छु को साथसाथै मैले कस्तो खालको समाज आउने पिँढीलाई दिन प्रयास गर्दैछु भन्ने कुराले ठुलो अर्थ राख्छ। त्यसले गर्दा हामी सबैले हामीमा जे छ त्यसलाई आउने भाइ बहिनीहरूलाई सिकाउँ र भोलि हामी राम्रो एउटा शिक्षा, राम्रो एउटा बाटो दिएर हामी चाहिँ बिस्तारो बिस्तारो रिटायर भन्नुको मतलब सल्लाह सुझाव दिने ठाउँमा बस्नुपर्ने हुन्छ र सञ्चालन गर्ने भाइ बहिनीले अगाडि ल्याउनुपर्छ। त्यो काम जिबिसिसीले गरोस् भन्दै मेरो छोटो मन्तव्य यहीँ समाप्त गर्छु। धन्यवाद।